ओ एकजना त देखियो सम्पूर्ण अफिसियल साथीहरू लाइनबद्ध रूपमा अतिथिहरूको स्वागतको लागि बस्नुभएको छ। त्यस पछाडि अब हामी प्रतियोगितालाई अगाडि बढाउनेछौँ। ठिकै छ हामी दर्शक हो त अनि आज होइन त भरे अहिले 24 मात्र के गर्नु अगाडि बढाउने अनुमति समितिको अनुमति लिँदै म अगाडि बढ्न चाहन्छु। यो अफिसियल जर्सी त बिग्रिम राजा है पेनाङ एफसीको गेममा हेर्नलाई भर्खर आइपुग्यो है कृति राई पनि आइसक्यो गेम हेर्नु आएकै राई नि हेर्नु आएको जस्तो भइरहेको छ। अब अघि भिडियो बनाइसक्यो होइन भरे टिकटकमा भाइरल बनाउनुपर्छ नि। फेरि अफिसियली यस्तो चाहिँ गर्नु नहुन्थ्यो यार है यति धेरै चाहिँ चाहिँदैन नि यार लफडा गऱ्यो भने पो यो सिक्युरिटी चाहिने गेट चाहिने होइन त्यति साह्रो सबै उब्दाखेरि चाहिँ अनि हामीले चाहिँ नहेर्नु भन्ने कुरो हो कि मेरो झापातिर चितवनतिर पितिरलाई कस्तो समस्या छ यहाँ त समस्या छ यहाँ चाहिँ त्यत्रो क्राउड चाहिँ हुँदैन बुझ्ने मान्छेहरू छ क्या एकचोटि देखिसक्यो नि त अङ्गालै हाल्नु जान्छ त कोही त्यो एउटाले त अस्ति अङ्गालै हालेको थियो त होइन सविता रामजीलाई हो राम्रो मान्छे देख्नै हुँदैन नि होइन भेट्ने चाहिँ त्यसले गरेर फाइनल पुग्यो भने त अस्ति त्यो उयोमा जोर्डनसँग ल हात थाकिसक्यो अरू नदेखिने रहेछ हरि खड्का मात्रै देखिने रहेछ होइन होइन त्यो हरि खड्का मात्रै देखिने रहेछ हो अरू देख्दै देखिँदैन राई नै कहाँ फेरि काटेर भिडियो हाल्दैन भने त भरे फेरि भाइरल हुन्छ यहाँ बोलेको फेरि यार पेनाङ गोल्ड कप 10 पहिलो गेम होइन यो यति टाढो बसेर मान्छेले देख्छ त नि यहाँ क्राउड हेरौँ त अनि अहिले देखिन्छ रहेछ यतापट्टि पनि छ होइन पछाडि पनि छ फेरि यसै न भिडियो पुरै गरौँ हामी आज पेनाङ एफसी दोस्रो
गोल्ड कप हेर्दैछौँ होइन, तर यहाँ त भिडियो त राम्रो आउँछ। 650 700 रुपियाँ खर्च गरियो कि जस्तो लागिसक्यो मलाई होइन, यहाँ भोइस बिग्रिएर आउँछ हुन चाहिँ आएन भने त कहाँबाट हुन्छ त। यहाँ स्टार्टिङ भइसकेको छ त। गेम स्टार्ट भइसक्यो, अनि मार्केटमा घुम्दैछौँ हामी। हाई लेभलमा आयो। आजको गेम चाहिँ यस्तो छ, तपाईँहरूले लाइभ चाहिँ गोल नेपालदेखि हेर्नु होला होइन। यहाँदेखि चाहिँ हाम्रो भिडियो हुन्छ युट्युबमा आउने। 10 गेम हो यो। माहौल चाहिँ धेरै छ यार, मान्छेले फुल छ। फुल स्टेडियम, फुल। खुट्टा राख्ने ठाउँ छैन यार। नेपालीको क्रेज मलेसियामा फुटबल हेर्ने दर्शकहरू है त।